ब्रेकिङ न्युज गाइज, ब्रेकिङ न्युज भन्दै होइन, जति पनि हाम्रो अहिले मिडल इस्ट देशहरूमा इरानद्वारा एट्याकिङ भइराखेको छ होइन, नहुने अफवाह समाचारहरू नेपाली न्युज नभए नेपाली कुनै पनि टिकटक आइडी, कुनै पनि फेसबुक, कुनै पनि युट्युब च्यानलहरूले फैलाइरहेको छ र हाम्रो फ्यामिली परिवारहरूमा हामी लाखौँ मिडल इस्टहरूमा बसिरहेका छौँ होइन। हामी रहेर हामी काम गरिरहेका छौँ, त्यसै पनि हाम्रो फ्यामिलीहरू डर र त्रासमा बाँचिराख्नु भएको छ होइन। त्यही माथि डर त्रासमाथि अझै पनि डर त्रास थपिदिने कामहरू यो न्युजहरू बनाउने मान्छेले गरिराखेको छन् जति पनि होइन। फल्ना कन्ट्रीमा यति हानु अरे, यसरी मान्छे मर अरे, यस्तो भयो अरे भनेर भिडियो बनाएर हाल्ने मान्छेहरूलाई यो मेरो सजेसन, प्लिज तिमीहरूले नहुने अफवाह भिडियोहरू बनाएर हाल्न छोडिदेऊ है। किनभने हाम्रो घर फ्यामिलीहरू त्यसै पनि त्रसित छन्, कतिपयका छोरा छोरीहरू, बुहारीहरू होइन, भनौँ होइन, बुढा श्रीमानहरू हामी मिडल इस्ट कन्ट्रीमा बसेर हामी काम गरिरहेका छौँ। उहाँहरूलाई कति चिन्ता छ, अहिले सेलरीको होइन, आफ्नो ज्यानको चिन्ता छ हामीलाई। त्यही माथि अफवाह भिडियो समाचारहरू बनाएर टिकटकमा जताततै छ्यास्ती बनाएर हालिदिने र कुनै पनि मिडल इस्ट कन्ट्रीको गभर्मेन्टले भनिसकेको छ कि कुनै पनि भिडियोहरू, यस्तो अफवाह भिडियोहरू बनाएर नहाल्नु, यदि हालेर पक्राउ परेमा धेरै ठुलो सजाय हुनेछ भनिरहेको छ। तर यो भिडियोहरू कसले बनाएर हाल्दैछ र कहाँबाट बनाएर हाल्दैछ? समाचार दिने मान्छे मिडल इस्ट कन्ट्रीको नेपालीहरू नै र बनाएर हाल्ने मान्छे नेपाल यानि भएन युरोप कन्ट्रीको मान्छेहरू। दाजुभाइहरू, दिदीबहिनीहरू, यस्तो भिडियो बनाएर हाल्नको लागि स्टप गर्नुहोस् प्लिज होइन। यदि तपाईँहरूले यो भिडियोहरू स्टप गर्नुहुन्न भने होइन, लिगल एक्सन लिनको लागि हामी मिडल इस्टमा बसेको नेपालीहरू तयार छौँ। कहाँ जानुपर्छ र कसरी के गर्नुपर्छ तिमीहरूलाई सजायको दायरा भगाउन, दायराभित्र ल्याउन हामी तयार छौँ भनेको छ यार। हामीलाई केही थाहा छैन, हामीले केही सुनेको छैन, न पड्केको सुनेको छ, न के गरेको सुनेको छ। जस अलार्म बजेको छ, माथि नै डिस्ट्रोय भएछ भने कुराहरू माथि नै भइसकेको छ, तर उनीहरूले भिडियो अगाडि नै हालिदिरहेको छ। फल्ना देशमा, फल्ना कन्ट्रीमा यति पड्क्यो अरे, यति मरेर, यति घर ध्वस्त भयो अरे, नहुने कुन कन्ट्रीको कहाँको फोटोहरू ल्याएर जोडेर हालेर भिडियो बनाइदिएको छ, घर फ्यामिलीहरूलाई त्रासमा बनाइदिएको छ। त्यो टिकटकको भिडियो म्याक्सिमम टिकटकमा बनाउने मान्छेहरू होइन, तिमीहरू एकदम सही र सोझो बाटोमा हिँड्छौ र सही समाचारको सम्प्रेषण गर्छौ भने गर, होइन भने तिमीहरूलाई नि कानुनको दायराभित्र ल्याउनको लागि नि रेडी छु म। र मैले अहिले भर्खरै पनि एउटा मान्छेलाई राम्रोसँगले सम्झाएर पठाएको छु। यदि त्यो मान्छेले फेरि पनि यस्तै भिडियो लिएर आएछ भने त्यो मान्छेलाई मैले फेरि पनि दायराभित्र त्यसलाई मैले राम्रोसँगले ल्याउने छु। अरे यार, हो भएको नभएको समाचार फैलाएको छ, हामी काम गरिरहेछौँ, बसिरहेको छौँ। यस्तो त हाम्रो लागि नर्मल भएको छ। अहिले आराम आउँछ, बस्छ, पर्छ, कहाँ के हुन्छ, काम गर्नै परेको छ, खानै परेको छ, आफ्नो परिवारको लागि गर्नै परेको छ, देशको लागि गर्नै परेको छ। हाम्रै रिमिटेन्सले देश चलिरहेको छ, तर हामीलाई नै डर र त्रास फैलाइरहेको छ यिनीहरूले। र यो मेरो भिडियो होइन, तपाईँहरूसम्म जहाँ जहाँ पुग्छ सक्दो सेयर गरिदिनु होला प्लिज, र त्यो मान्छेहरूसम्म कानसम्म पुग्योस्। नहुने अफवाह भिडियोहरू फैलाएर हिँड्ने, समाचारहरू फैलाएर हिँड्ने के भएको छैन, कोही पनि मरेको छैन। त्यो हाम्रो प्रब्लम होइन। तिम्रो युट्युबको टिआरपी, फेसबुकको टिआरपी, टिकटकको टिआरपीको लागि तिमी दुनियाँ भिडियोहरू बनाएर नहिँडौ अहिले पनि। त्यस्तै भिडियो र त्यस्तै उयोहरू बनाएर हिँड्ने हो भने नि म अहिले कहाँसम्म पुग्थेँ। म पनि सामाजिक सञ्जालहरू धेरै चलाउँछु, मलाई पनि थाहा छ, तर म किन चुप छु? मजबुर छु, मलाई थाहा छ मैले यो भिडियोहरू बनाउनु होइन, गैर कानुनी हो। कैयौँ ठाउँमा नेपालीहरू पनि फसिसकेका छन्। दुबईमा 6-7 नेपालीहरू फसिसकेका छन्, कतारमा फसिसकेका छन्, यहीँ बर्मामा फसिसकेका छन् होइन।
कानुन धेरै ठुलो कानुन लागिसकेको छ र यो भएर चाहिँ अफवाह भिडियो फोटोहरूमा कुनै पनि एट्याक्टहरू नबनाइदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। नबनाइदिनुहोस् यस्तो भिडियोहरू। यहाँको गभर्मेन्टले भनिसकेको छ इलिगल हो, यो बनाउनु राम्रो होइन, बनाएमा पुलिस कानुन लाग्ने छ भनिसकेको छ। अझै तपाईँहरू है र प्लिज म अझै पनि भन्न चाहन्छु कि यो मेरो भिडियोलाई सक्दो सेयर लाइक गरेर चाहिँ आफ्नो ठाउँमा पुर्याइदिनु होला। धन्यवाद, बाई बाई।